रात्रिकालीन जय नेपाल। मसँग झापा गाउँपालिका 5 नम्बर वार्ड पन्तापाडा निवासी मेरो अनन्य मित्र हुनुहुन्छ। हामी अहिले यात्रामा छौँ वीरता मोडमा। अनि मेरो साथीसँग मैले चुनावी हालचालको विषयमा केही कुराहरू पनि सोध्ने प्रयत्न गरेका छौँ। यताबाट अगाडि जाउँ। के छ साथी, नाम भनिदिनुहोस्। मेरो नाम ओइदुर शेख हो। अच्छा, ओइदुर शेख। ल, व्यापारी हुनुहुन्छ। उहाँको चाहिँ वाहनमा हामी वीरता मोड सैर गर्न निक्लिएका छौँ। चुनावको माहौल छ। यो विषय म जोड्छु, विशेष गरी राष्ट्रिय राजनीति अनि गगन थापा लड्दै गरेको क्षेत्र सर्लाही 4 को विषयमा मेनली आजको अहिले हामी टपिकमा कुरा गर्छौँ। तर अहिले हालसाललाई चाहिँ झापा 4 को कुरा कोट्याउन चाहन्छु। के छ झापा यताबाट राइट, के छ झापा 4 को चुनावी माहौल के छ साथी? झापा 4 को त धेरै राम्रो छ। हाम्रो देवमान अङ्कलले धेरै राम्रो काम गर्नुभएको छ। उहाँ त हाम्रो स्थानीय मान्छे हो है। हिजोको संस्थापक भन्न फोन आयो अहिले मैले झापामा निकै अगाडि उपाध्यक्ष जित्नु भएको उहाँले। त्यस पछाडि अध्यक्ष 2 चोटि चलाउनु भएको गाउँपालिका, त्यतिखेर नाम जे रहे तापनि अनि उहाँले त्यतिखेरदेखि विकासको जग हाल्नु भएको भन्ने कुरो त्यहाँको स्थलगत अध्ययनमा हामीले पाएका छौँ। झापा सभापति पनि हुनुहुन्छ। रुख चुनाव चिन्ह लिएर उहाँ उठ्नु भएको छ। उहाँसँग के छ तपाईँको चुनावी प्रक्रियामा? एकदम मेन कुरा उहाँ चाहिँ मान्छे चाहिँ एकदम जेन्युन मान्छे हो, राम्रो मान्छे हो। मान्छेलाई सहयोग गर्ने मान्छे उहाँ चाहिँ होइन। कुनै यो फलानु पार्टीको मान्छे अर्को पार्टीको मान्छे कहिले भन्नुहुन्न कि उहाँ चाहिँ मान्छे एकदम व्यक्ति, राम्रो व्यक्ति उहाँ चाहिँ एकदमै राम्रो व्यक्ति। लेफ्ट सबैले सहयोग गर्नुहुन्छ कि सबैलाई सहयोग गर्नुहुन्छ। गरिब दुखी सबैलाई सहयोग गर्नुहुन्छ। बाटो पुल पुलेसो सबै गरिबको राजा भन्नुपर्छ। गरिबको राजा। अब राजाको युग त सकियो, तै पनि कर्म गर्ने मान्छे भनौँ न होइन। पुरानो भाषामा राजाले नै सबै जिम्मेवारी उठाउँछन् भन्ने कुरा हो। अब चाहिँ दुई पटकको प्रयत्न पछाडि तेस्रो पटक हामी जिताउँछौँ। तेस्रो पटकमा खसी छिन्छ भन्ने त झापाको, विशेष गरी झापा गाउँपालिकामा बढ्दो रूपमा अब समुदायको कुरा गरौँ। म कहीँनिर मिस्टेक भयो भने म क्षमा प्रार्थी पनि चाहन्छु। मुस्लिम समुदायको मत ठुलो छ झापामा। हजुर, योचोटि मुस्लिम समुदायको मनस्थिति र भोट कता जान्छ? भोट एकदम रुखमा। किनकि हाम्रो त्यहाँ एउटा हाम्रो मुस्लिम समुदायको त्यो एउटा हाम्रो जलसा सम्झौँ न। हजुर, जलसा हुन दिएकै थिएन कि अरू पार्टीले। हजुर, त्यसको तपाईँको एकदमै हाम्रो देवमान अङ्कलले सबै जिम्मा लिएर गराउनु भएको कि त्यसको लागि पनि पुरा हाम्रो मुस्लिम समाज उहाँको चाहिँ आभारी। त्यस कारणले गर्दा योचोटि देवमान थेबेलाई जिताउनको लागि रुख चुनाव चिन्हमा एउटा उहाँको लागि धेरै सानो काम हो। ठुल्ठुलो काम गर्नुभएको छ उहाँले। ठिक छ। मुस्लिम समुदायले पनि देवमान थेबेलाई, देवकुमार थेबे लिम्बुज्यूलाई चाहिँ मतदान गर्छ भन्ने तपाईँको विश्वास? एकदम 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 मेरो चाहिँ 100% भरोसा छ। 1-2% यताउति होला होइन, हुन्छ नि त, तर मोटामोटी 95% चाहिँ एकदम ग्यारेन्टी। ल, तपाईँहरूको नेतालाई चुनाव जिताउनुहोस्, एकदम लागि प्रयत्न गर्नुहोस्, शुभकामना छ तपाईँलाई। अब यतापट्टि लागौँ सर्लाही 4 मा हाम्रो नेपाली काङ्ग्रेसको सभापति गगन थापा उठ्नु भएको छ। तपाईँलाई पनि थाहा छ, युवा व्यवसायी हुनुहुन्छ। सञ्चार माध्यमको पहुँचले गर्दाखेरि तपाईँ पनि यो विषयहरूमा चाहिँ ज्ञाता हुनुहुन्छ। सर्लाही 4 मा के होला? गगनजी त हाम्रो उहाँको त के भन्नु, एकदम हामी पनि खुसी छौँ उहाँको पार्टी अध्यक्ष भन्दा त। गगन थापाले रिक्स मोलेर हिजो चाहिँ काठमाडौँमा उठेर नेकपा जस्तो गठबन्धन हुँदै गर्दाखेरि पनि आफू एक्लै उठेर चुनाव जितेको, पार्टीको चुनाव चिन्ह लिएर चुनाव जितेको। योचोटि रिक्स मोलेर म एउटै क्षेत्रमा मात्र केहीको मात्र नभएर सबैको हुन्छु म भनेर सर्लाही आएर चुनाव उठ्नु भएको छ। उहाँले केही गर्नुहुन्छ त्यसको लागि। त्यसमा तपाईँलाई म एउटा कुरो म साथीहरूलाई पनि जानकारी गराउन चाहन्छु। अहिले सर्लाही 4 को विशेष परिस्थिति चाहिँ के हो भने, धेरैले के भन्छन् भने अमरेश कुमार सिंह जो हिजो काङ्ग्रेस पार्टीकै थिए, त्यस पछाडि स्वतन्त्र उठेर चुनाव जिते। त्यस कारणले गर्दा अमरेश कुमार सिंह
अमरेश कुमार सिंह चाहिँ बाहुबली उम्मेदवार हुन्, उनले नै जित्छन् कि क्या हो भन्ने खालको भ्रमहरू छ। तर मैले चाहिँ त्यहाँ नोटिस गरेको कुरो के हो भने अमरेश कुमार सिंह योभन्दा अगाडिचोटि अगाडि उठ्दा काङ्ग्रेसबाटै जित्थे त्यो भइगयो। तर अमरेश कुमार सिंहले स्वतन्त्र उठ्दाखेरि किन जिते, कसरी जिते भन्ने कुरा 2-3वटा कुरा छ। एउटा कुरो योभन्दा अगाडिको चुनावमा स्थानीय निकायको चुनावदेखि स्वतन्त्र भन्ने बित्तिकै मान्छेहरूले हाम फालेर भोट हाल्थे। त्यो दौडान सकिसक्यो। अब मान्छे हेरेर, भविष्य हेरेर, भूत हेरेर र वर्तमान हेरेर मात्र मतदान गर्छन्। त्यो भविष्य, भूत र वर्तमान गगन थापाको जतिको उज्जवल अमरेश कुमार सिंहको छैन। एक अर्को कुरो, त्यतिखेर स्वतन्त्र भन्ने बित्तिकै भोट हाल्थे, अहिले स्वतन्त्र भन्ने पार्टी नै भइसक्यो र त्यो पार्टीमा हाम फालेर अमरेश कुमार सिंह प्रवेश गरे। त्यतिखेर योभन्दा अघिल्लो चाहिँ आम चुनावमा चाहिँ स्वतन्त्र उठ्दै गर्दाखेरि नेपाली काङ्ग्रेसको मत पनि के भयो भने स्वतन्त्र हो तर यो काङ्ग्रेसै हो भनेर अमरेश कुमार सिंहलाई मत गयो। तर योचोटि त त्यस्तो छैन, ऊ त अर्को पार्टीमा गइसकेको छ। उसले त चाहिँ काङ्ग्रेसको भोट लाँदैन, किनभने काङ्ग्रेसको सभापति आफै त्यहाँ उठेको छ र गगन थापाको स्ट्राटेजीदेखि लिएर उनको छवि यस्तो छ कि अन्य पार्टीको मत पनि उनी तान्न सक्छन्, फेरि आफूतिर आकर्षित गर्न सक्छन्, होइन त? त्यो भइसके पछाडि 100मा 90% गगन थापाले जित्छन् मेरो विचारमा। तपाईँको विचारमा के छ? मेरो त हिसाबमा त तपाईँको 100% नै भन्नुपर्छ नि। 100% मान्छे हार्यो भने हाम्रो देशको लागि दुर्भाग्य हो। यो कुरासँग जोड्न खोजेको कुरा चाहिँ के हो भने यो कुरासँग गगन थापासँग जोडिसकेपछि नेपाली काङ्ग्रेस पनि जोड्नुपर्छ। किनभने नेपाली काङ्ग्रेस चाहिँ कस्तो भयो भने अहिले यस्तो कि जनताले जे माग गरेका थिए, हिजोको दिनमा जे कारणले गर्दा असन्तुष्ट थिए जनता, जे कारणले गर्दा जेनजी आन्दोलन भयो, त्यो सबै कुराहरूलाई मागलाई आत्मसात गरेर काङ्ग्रेस पार्टीलाई परिष्कृत गरेर परिवर्तन गरेर विशेष अधिवेशन गरेर विद्रोह गरेर अहिले जनताको मागहरू जति सबै पुरा गरेर गगन थापाले र काङ्ग्रेस पार्टीले आफूलाई परिमार्जित गरेर जनतासम्म, जनताको घर दैलोमा आएको छ। योचोटि जनताले मत दिएनन् काङ्ग्रेसलाई भने या त दोस्रो बनाए भने काङ्ग्रेसलाई जनतालाई पाप लाग्छ। किनभने हिजोको दिनमा गठबन्धन नगरौँ लेखिजौँ, गठबन्धन गर्नु हुँदैन, चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्ने जुन जनमानसमा ठुलो चाहिँ यो विरोध थियो। जसरी गठबन्धन गर्ने, अनैतिक गठबन्धन गर्ने, दुईटा पार्टी गठबन्धन गर्ने, सिद्धान्त नहेरी कम्युनिस्ट काङ्ग्रेस बीच, लोकतान्त्रिक शक्ति र मधेसी शक्ति, कम्युनिस्ट शक्तिहरू बीच गठबन्धन गर्ने भन्ने मुद्दामा गठबन्धन नभएर चाहिँ आफ्नो पद बचाउनको लागि आफू के हुन्छु भन्ने भविष्य सोचेर नेताहरूले गठबन्धन गरे। त्यस कारणले गर्दाखेरि जनतामा निराशा छायो र जनताले भने अब गठबन्धन नगर्ने भन्ने उठिसकेपछि नेपाली काङ्ग्रेसले महासमितिको बैठकदेखि पहिलोपटक अब गठबन्धन, चुनाव अगाडि गठबन्धन काङ्ग्रेसले गर्दैन भन्ने निर्णय गरेको थियो, होइन? त्यही अनुसार अहिले देश नै गठबन्धन नगरेको स्थिति छ। दोस्रो कुरो, बुढा नेताहरू, अभिभावक नेताहरूलाई अब हटाऊ, उहाँहरूको पालो पुगो, अब चाहिँ युवाहरू नेतृत्वमा स्थापित हौ भनेको थियो दोस्रो जनताको माग। नेपाली काङ्ग्रेसमा गगन थापा जो 50 पनि पुगेका छैनन्, 50 र 45 को बिचमा उनको उमेर छ, उनी सभापति भएर सबै सिङ्गो केन्द्रीय समिति नै युवाहरूको चाहिँ प्रतिनिधित्व भएको समिति बनेको छ। त्यो पनि दुईटा माग। यस्ता माग पुरा गरेर आफूलाई परिमार्जन गरेर परिष्कृत गरेर आएको पार्टीलाई फेरि मत दिन चुकियो भने फेरि जनताको माग, सैद्धान्तिक मागले महत्त्व नराख्दो रहेछ भन्ने भाष्य सृजना हुन्छ। त्यसकारण पनि अहिले जनता सचेत छन्, नेपाली काङ्ग्रेसको रुख चुनाव चिन्हमा मतदान गर्छन् भन्ने हाम्रो बुझाइ छ। के छ? 100% र गर्नु पनि पर्छ। रात्रिकालीन यो भिडियोमा हामी जोडियौँ, हामी कुरा गऱ्यौँ। हुन त साथी कम बोल्नुभयो, गाडी पनि ड्राइभ गर्दै हुनुहुन्छ, उहाँको फोन पनि आइरहेछ। त्यस कारणले गर्दा शुभरात्रि भन्दै अहिलेलाई भने बिदा चाहन्छौँ। धन्यवाद। जय नेपाल। नमस्कार।